ताप्लेजुङको फुङलिङ बजारमा आजदेखि परम्परागत सांस्कृतिक नाच गटे मङ्गल वा आर्थिक घण्टकृष्ण लाखे नाचको सुरुवात भएको छ। ताप्लेजुङको अब हाम्रो पुर्खाहरूको भनाइअनुसार चाहिँ ताप्लेजुङमा लाखेको सुरुवातमा चाहिँ अपुष्ट छ, त्यो किन चाहिँ छैन। 1950 देखि ताप्लेजुङमा लाखे भित्रिएको भन्ने कुरा चाहिँ अनुमान गरेको छ। किनभने ताप्लेजुङमा जुन बेलामा अदालत र यो जेल निर्माण गर्दा इट्टा बनाउनको लागि चाहिँ काठमाडौँबाट चाहिँ नेवार जातिहरू आएका थिए अरे र उहाँहरूले नै ताप्लेजुङमा लामो समय बस्ने क्रममा चाहिँ लाखेको शुभारम्भ गरेको भन्ने चाहिँ किंवदन्ती अथवा इतिहास त्यस्तो खालको चाहिँ पाइन्छ। ताप्लेजुङमा चाहिँ अब यो हाम्रो के भन्छ यो साउन कृष्ण चतुर्दशी भन्छ, आजको दिन चाहिँ हाम्रो यो घण्टाकर्ण पर्व भन्छ। त्यो नेपाल अधिराज्यभरि नेवार जातिहरू जहाँ जहाँ छ त्यो घण्टाकर्ण पर्व चाहिँ मनाउने चलन छ। त्यो त्यसको इतिहास कस्तो छ भन्दाखेरि घण्टाकर्ण राक्षस हो। उपत्यकाका राक्षस त्यहाँका जनताहरूलाई देवी देवतालाई अत्यन्त दुःख दिइसके पछाडि त्यहाँका सबै नागरिकहरू र त्यहाँका देवी देवताहरू मिलेर चाहिँ घण्टाकर्ण राक्षसलाई चाहिँ वध गरेको दिनको सम्झनामा आज यो घण्टाकर्ण पर्व मनाउँदैछौँ। र अन्य जिल्लामा चाहिँ अब आजको दिनदेखि यो लाखे सुरु गरेको देखिँदैन, कहीँ नागपञ्चमीको दिनदेखि सुरु गर्छ, कहीँ गर्दैन, आफ्नो अनुकूल समयमा गरेको देखिन्छ। र ताप्लेजुङको हकमा हेर्दाखेरि चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ आजको दिन घण्टाकर्ण पर्व मनाउने, त्यस पछाडि विधिवत ढङ्गले लाखेको पनि शुभारम्भ गर्ने प्रचलन छ। र त्यस पछाडि यो चाहिँ ठ्याक्कै कहिले सक्ने त भन्दाखेरि कृष्ण जन्माष्टमीको दिन हामी कृष्णको जन्म हुन्छ। अनि अब लाखे कसरी अन्त्य गर्ने त भन्दाखेरि कृष्ण कंस लीला, त्यो कृष्ण जन्माष्टमीको भोलिपल्ट चाहिँ कृष्ण कंस चरित्र लीला प्रदर्शन गरेर अनि त्यो वर्षको लागि चाहिँ लाखे विसर्जन गर्ने चलन छ।